एउटा चिज ल्याएको छु यहाँ देशमा यसरी यो कुराहरू बनाउँछन् कि जब कि हामीले यो नेपालमा पनि यसरी गरेर हरेक सामानहरूलाई हरेक तरिकाले बनाएर बेच्न सकिन्छ। जस्तै फेसबुकमा होइन, वाट्सएपमा, टिकटकबाट, इन्स्टाग्रामबाट होइन प्रसार गरेर हामीले प्याकिङ गरेर मजाले व्यापार गर्न सकिन्छ है। नेपालमा पनि एउटा दामी आइडिया यो विदेशमा एकदम चलिरहेछ अहिले होइन। जस्तै यो हेर्नु न, यो करेलाको पाउडर बनाएर चाहिँ यसरी बेचिरहेछन् होइन। करेलाको पाउडर बनाएर या त तपाईँले चाना सुकाएर प्लास्टिकमा प्याक गरेर होइन गर्न सकिन्छ है। अब यो धेरै कुराहरू छन् होइन, जे हरेक कुराको छ। इभन अब यो के हो यो इभन करेला मात्रै होइन, बोडीहरूदेखि लिएर हरेक कुराहरूको होइन सुकुटीहरू बनाएर अहिले त एकदम अर्ग्यानिक कुराहरू चलेको छ नि त नेपालमा। अर्ग्यानिक कुराहरूलाई चाहिँ राम्ररी प्याकिङ गरेर होइन एकदम राम्रो तरिकाले राम्रो क्वालिटी बनाएर हामीले चाहिँ अनलाइन मार्फत अथवा फेसबुक मार्फत अथवा टिकटक मार्फत हामीले राम्रो पैसा कमाउन सकिन्छ है, आइडियाहरू जाने हो भने होइन। हेर्नु सक्नुहुन्छ यहाँ कति प्रकारको छ सबै के जडीबुटीहरू अथवा के पाउडरहरू होइन। तपाईँ मसरुमहरूको होइन तपाईँले देख्नुहुन्छ हेर्नुहोस् सबै यस्तो सामानहरू, ड्राई फ्रुटहरू, यसरी सामानहरू बनाएर बेचिरहेछन् है। यो फर्सीको बिहा अब यस कति अब हेल्दी हुन्छ भन्ने कुरो त अब सबैलाई थाहै छ होइन। यसरी अब हामी फर्सीको बिहा पनि अब फ्याल्छौँ होइन, यसरी बनाएर यसरी सुकुटीहरू चाना बनाएर होइन। अहिले एकदम यसको माग छ है, बुझ्नेहरूले धेरै यसको व्यापार गर्छन् होइन। यसको यो फुलहरू सुकाएर चाहिँ चानाहरू यसरी बनाएर होइन। हेर्नुहोस् यी अम्बकको सुकुटी बनाएर हेर्नुहोस्, अम्बकको सुकुटी बनाएर यसरी बेच्ने होइन। $28 यो व्यापार चाहिँ नेपालमा एकदम राम्रो गर्न सकिन्छ है अहिले। जस्तै हेर्नुहोस् अब केहरूको यहाँ अब होइन प्रडक्टहरू छ। यो फुलहरूको यसको भित्रको सानो गुच्छाहरू टिपेर होइन सुकाएर यो चाहिँ बिहान भिजाउँदै के अरे खान मिल्छ। ग्रिन टी जस्तै एकदम राम्रो हुन्छ। यो चाहिँ एकदम महँगो पनि छ हेर्नुहोस्। अब यो हङकङ डलर $32 यतिको। यो भिडियो चाहिँ स्पेसल फर नेपालको लागि है। यो नेपालको लागि एकदम राम्रो। हेर्नुहोस् अब यो फुल हो, यो फुलको गुच्छाहरू टिपेर यसरी सुकाएर आएछ है। यस्तो फुलहरूको होइन यस्तो हेर्नुहोस् यहाँ। अब कागतीको हेर्नुहोस्, कागतीलाई चाहिँ पिस काटेर घाममा सुकाएर राम्रो क्वालिटीले राम्रो तर क्वालिटीले बनाएर चाहिँ अब बेच्न सकिन्छ। यो करेलाको हेर्नुहोस् होइन, यो तितेपातीवाला छ, तितेपातीको हेर्नुहोस्। यहाँ यस्तो कुराहरू छ, यो धेरै सिक्न सकिन्छ। यसरी व्यापार गऱ्यो भने नेपालमा धेरै राम्रो आम्दानी गर्न सकिन्छ घरमा बसी पनि है।